hello guys to my another vlog after long time. आज चाहिँ हामी ऱ्याफ्टिङको लागि त्रिशुलीतिर जाँदैछौँ। हामी चाहिँ रातिको 12 बजे नाइट बस चढेको थियौँ। आयो अहिले कहाँ आइपुग्यो? कुरिन्टारमा रोको भनेको गाडी त्यो छ लेवाटार चितवन लेवाटार रे नि त लेवाटार। अनि उसले त रमाइलो डाँडा भनिरहेको छ यहाँ। रमाइलो डाँडा मुख्न छ न सबैमा ल्याएर यार यहाँनिर यार केएफसी अहिले चाहिँ हामी यहाँ कुलिन्टार छौँ। मलाई मेरो साथी गाडी पाएन कागज थर्ड टाइम ल्याउनु होइन। अब चाहिँ हामी लास्ट अब है प्रिन्टिङ गर्न लाग्छ। मलाई थाहा छ कि यार कस्तो सिकाउनु। धन्न रातिको 3 बजे भयो भने राति सुत्नलाई लक्ष्य पाएछ। यहाँ दिदीले खोलिदिनु भयो। यहाँको दिदी चाहिँ एकदम राम्रो हुन्थ्यो। उहाँ यहाँको दिदी चाहिँ वही हो केटा जस्तो देख्दो रहेछ। बिहान उठेर हेरेको त यहाँनिर पुरै इन्डियाबाट मान्छेहरू तमिलनाडुको खाना पकाउँदै रहेछ। अनि उहाँ दाइहरूले चाहिँ हामीलाई तमिल डिस चाख्नु दिनुभएको थियो। यो कस्तो गुलियो हुँदो रहेछ यार सबैको। तमिलबाट हरेको थियो तमिलनाडु। पहिला तरकारी खाऊ न, यो लास्टमा खाऊ गुलियो हलुवा हो यो। यहाँ चाहिँ मिठो खाना पाउँदो रहेछ है। हामी राफ्टिङ गर्न आएको केटाहरू यहाँ पुरै सुतिरहेको दाइ यहाँनिर हुनुहुन्छ। यहाँनिर चाहिँ एउटा साथी सुतिरहेको हाम्रो। हम तीन भाइ अब राफ्टिङ गर्ने हो हामी। पैसा 2000 रुपियाँ त हाल्नु परेन। हाले तैँले अघि तैँले 2000 रुपियाँमा हालिदिनु बहुत अच्छा है ये ये 2000 रुपियाँमा हालिदिनु। धन्यवाद थैंक यू धन्यवाद आप लोगों का। अब यहाँ खाना चाहिँ रेडी भइसक्यो अब होइन। यहाँ हामी कुरिन्टारमा छौँ खानालाई ऱ्याफ्टिङ गर्न जान लागेको। त्रिशुलीमा हो नि त्रिशुली खोला कृष्ण भिर। अब चाहिँ खालि अब महिनामा 2 चोटि ऱ्याफ्टिङ गर्नु हुन्छ। लभ टु ट्राभल सो मच। इङ्ग्लिस पनि बोल्न आउँछ। कुरिन्टारमा छौँ होइन खाना खान लागेको भाइहरूसँग। कट्टु किन्न गइरहेको अहिले चाहिँ हामी। ऱ्याफ्टिङ गर्नलाई कट्टु चाहिन्छ है केटा हो। फेरि कट्टु भएन भने कट्टु हुन्छ। कसरी हो दाइ कट्टुको? 300 रुपियाँ। 300 रुपियाँ? पैसा रहेछ है त्यसमा। हेलो ऱ्याफ्टिङ गर्नुपर्छ गाइस है। यो चाहिँ हाम्रो ऱ्याफ्टिङ गर्ने बोट हो। यसमा चाहिँ अब हावा हाल्नुपर्छ होइन। यहाँनिर त्यहाँ
हाम्रो हुनुहुन्छ गाइड नयाँ हाम्रो गाइड चाहिँ उहाँ हुनुहुन्छ आजको दाइ रिक्स त हुँदैन नि हाम्रो इन्सुरेन्स छ कि छैन इन्सुरेन्स रिक्स के भयो रिक्स हुन्छ दाइ पसिना आइसक्यो पसिना झन् त्यो पम्प लगायो भने झन् खतरा पसिना आउँछ त्यो चाहिँ यस्तो छ क्या छ पठाउनु तिमीलाई अहिले यहाँ ऱ्याफ्टिङ गर्न आउँदाखेरि यहाँ त्यो सुलीमा गर्मी जस्तो लागिरहेको थियो गर्मी गर्मी तिमीको बहिनी कस्तो पहिला गरेको छ कि छैन एक्सपिरियन्स क्यालकुलेटर चाहिन्छ यार कस्तो लागिरह एकदम राम्रो लागिरह हामी चाहिँ अहिले ऱ्याफ्टिङ गर्न आएको छौँ होइन यो चाहिँ हाम्रो यो ऱ्याफ्टिङ बोट हो कस्तो लागिरह तपाईँलाई अहिले हजुर हेर न मेरो कट्टु चाहिँ मलाई अहिले गर्मी लागिरहेको छ अहिले चिसो लाग्छ मोबाइल कसको त्यो लाने हो पटे तपाईँले राफ्टिङ गर्नुभएको छ उहाँ दाइले गर्नु सुरुमा एउटा सेफ्टी ब्रिफिङ गराउँछु धेरै खासै यस्तो छैन रफ खोला त होइन आदिको जस्तो इजी छैन यसलाई चाहिँ मेन कुरा पार्टहरू सिकाउँछु म तपाईँलाई कसरी ब्याटिङ गर्ने कसरी स्विमिङ गर्ने कसरी चाहिँ रेस्क्यु गर्ने बिटिङको कुरा गर्छु त्यो चाहिँ बिटिङले गरेर इम्पोर्टेन्ट है पहिला सुरु प्याडल सार्ने तरिका सिक्नु पऱ्यो प्याडल चाहिँ माथि यसलाई टी ग्रिप भन्छ यसमा टीलाई चाहिँ तल थम तल हुन्छ नि चार अम्ला माथि यो भने चाहिँ एकदम प्रपरली एनर्जी सेभ भयो यसरी त हान्दाखेरि बडी एनर्जी जान्छ है त्यो गरेर चाहिँ जिम गर्दाखेरि तरिका जाने होइन हातहरू दुख्छ नि यसलाई यहाँ समातेर गऱ्यो भने चाहिँ एकदम सजिलो अर्को कुरा चाहिँ यो येलो कलरको अलिकति माथिबाट सार्यो भने कम्फोर्टेबल हुन्छ है अनि हामीसँग बस्ने तरिका चाहिँ यो हो कि उठ्नुको त उठेर हेर्नुहोस् न है बस्दाखेरि चाहिँ होइन साइडमा बस्नु पऱ्यो जहिले पनि यसमा बस्यो भने प्याडल गर्दाखेरि यहाँ यसो यहाँ ठोकिन्छ अम्लाहरू नङहरू निक्लिनु चान्स हुन्छ यहाँ बस्यो भने पानी मजाले छिर्नु सकिन्छ तान्न सजिलो भयो है अर्को कुरा के छ भने खुट्टा चाहिँ राइटमा बस्यो भने राइट फिट गोज टु बी इनसाइड है त्यसरी बस्नु पऱ्यो अनि लेफ्टमा बस्यो भने लेफ्ट खुट्टा छिराउनु पऱ्यो अब हेर्नु लेफ्ट राइटमा बस्यो भने राइट फिट मात्रै त्यति हालेपछि एउटा पारो त्यति हालेपछि इनफ भयो क्या सेफ हो त्यो पनि खस्यो पनि केही गाह्रो छैन त्यो खोला एकदमै सेफ छ खस्यो त्यति रमाइलो हो झन् एक्स्ट्रा फन हो है तर खस्नु चाहिँ पर्दैन जबरजस्ती खस्नु त झुकेर खस्दा केही फरक पर्दैन त्यति तपाईँहरू यसरी बस्यो भने तपाईँ जति लिनु भयो पनि खसिँदैन कि अनि जब काडो चलाउँदैन नि काडो चाहिँ जहिले माथि हुनुपर्छ यहाँ तल भयो भने किन मुभ भइरहन्छ यहाँ लाग्यो भने तपाईँलाई हुताउँछ कि जहिले पनि माथि भने सेफ हुन्छ 100% सेफ हुन्छ कि त अरू लाइन लागेन है अनि अर्को कुरो यो हात टी ग्रिप चाहिँ छोड्नु भएन यसरी बस्दाखेरि झुकेर अरूलाई लाग्यो भने साथ झार्नु यो सकेसम्म यस्तो प्रोपर बस्नु पऱ्यो नि अनि हाम्रो के कमान्डहरू तपाईँले त थाहा होला नि कमान्डहरू फरवर्ड ब्याकवर्ड स्टप हुन्छ कमान्डहरू फरवर्ड भन्यो भने अगाडिबाट पछाडि स्टप भन्यो भने थाइमा है अनि ब्याक प्याडल भन्यो पछाडिबाट अगाडि है एकदम नर्मल छैन त्यस्तो गाह्रो चिज छैन ताकि यो भित्र राख्ने होइन एउटा अब अगाडि यहाँ बस्छ नि यहाँ बस्दाखेरि चाहिँ के गर्नु पर्छ नि यहाँ चाहिँ खुल्ला धेरै भएर कम्फोर्टेबल छ क्या यहाँ चाहिँ जस्तो तपाईँले आएर खुट्टा जसरी कम्फोर्टेबल गरेर तर तान्नु चाहिँ छेउबाट तान्नु पऱ्यो भित्रबाट तान्ने अघि ग्रिपबाट मात्रै होइन पर्दैन यहाँ पर्दैन यहाँ चाहिँ के ग्रिपै गरेर है फरवर्ड स्टप ब्याक प्याडल है बुझ्नु है अनि फेरि त्यो खोलामा फेरि कहाँ कन्फ्युज नहुनु अनि अर्को कुरा के छ भने कहिले काहीँ सेफ्टी कमान्डहरू त्यस्तो खाटोहरू थिएन गेट डाउन हुन्थ्यो गेट डाउन रोप सार्ने टिग्रीमा चाहिँ छोड्नु भएन छोडेर बस्यो भने किन उतापट्टि पनि स्पिडमा आएर बस्छ नि त बुवाङ लाग्छ सकेसम्म यो टिक ल अताएर ल प्याडल हाई फाई गरौँ है अल टुगेदर ल हाई फाई ए ओके फरवर्ड हार्ड फरवर्ड कमान्डो हार्डर 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 अब जान्छ है हामी फरवर्ड 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 किप रोइङ किप हार्डर अझै ल्याउनु पऱ्यो अझै मजाले ल्याउनु पऱ्यो ओके गेट डाउन गेट फरवर्ड उल्टो भयो फरवर्ड एन्ड स्टप एन्ड फरवर्ड गर्नु साइडमा भन्नु त साइडमा ओके फरवर्ड एन्ड स्टप all back pedal okay stop okay give me high five आफै आउने होइन त्यसरी अघि सिकाएको बिर्स्यो आउँछ तर यताउति कोही छ हाम्रो नि बोटे पठाउँछ
सहीमा दाइ ल forward. Okay, forward. 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 Back. Forward. That's good. Time for back. Okay, stop. Eta back. Side okay, forward. Okay, all back. Okay, stop. And forward. And stop. Okay, forward. Okay, stop. 5. High five. Okay, come on, harder. एकदम फास्ट हान्नु पर्यो फास्ट तिमीले चाहिँ तिमीले गाइड गर्दै त नि पछि अब forward. All back. Okay, stop. Okay, give me high five. Okay, forward again. Come on, harder. Solo. Stop. Yeah. Forward. Back. Forward. Back. Forward. The forward. Okay, guys, let's go back. Forward. Okay, stop. Okay, give me high five. लुगै हरायो ऱ्याफ्टिङ गरेर आएको खराब भइरह्यो हजुरहरूको पैसा वाले होइन अनि पैसा दिएपछि रक्सी खाने हो तपाईँ भोग्ला अहिले दाइ रक्सी गनेर ट्याक्कै प्रसन्न गनेर अहिले कहाँ आइपुग्यो अहिले हामी गाडी आइपुग्छौँ केटाहरू त्यहाँ हिँड्छ पानी चाहिँ गाडी आउँदैन यार यस्तो छ